भर्खरै कुकिज एन्ड सेसन्सको डिफ्रेन्स कुकिजहरू जस्तो हामी कुन वेबसाइटमा गयो भने एक्सेप्ट अल अनि कुकिज कि इसेन्सियल कुकिज कि एक्सेप्ट गर्ने कुकिजहरूले त कुनैले लोकेसनहरू हाम्रो लिन सक्छ कुनैले हाम्रो केही इन्फर्मेसन धेरै काम छ कि त्यही हाम्रो आइपी एड्रेस लिन सक्छ HTML CSS बाट चाहिँ वर्ल्ड वाइड वेब भने के हो यस्तो चाहिँ बेनिफिट के हो ब्राउजरहरूको के काम छ कति टाइपका चाहिँ ब्राउजरहरू हुन्छ वेब होस्टिङ भने के हो यसले चाहिँ कसरी सिग्निफिकेन्ट इन्फ्लुएन्स बनाउँछ यहाँनिरबाट एउटा क्वेसन है युआरएल का पार्ट्सहरू एचटीटीपी भने के हो एचटीटीपी र एचटीटीपीएस को डिफरेन्स के हो डीएनएस डोमेन नेम सर्भर धेरै कुरा त यही सर्भरले चाहिँ मेन्टेन गरिदिन्छ नि डीएनएस यो टप लेभलका डोमेन बटम लेभलका डोमेनहरू के हो डोमेन रेजिस्ट्रेसन कसरी हुन्छ यहाँनिरबाट आउने यही नै हो होस्टिङका टाइपहरू नेपालमा कुन होस्टिङ चाहिँ एभाइलेबल छ यहाँनिर आउन सक्छ अगाडिको पेजबाट आउने यति नै हो यो चाहिँ प्र्याक्टिकल गरेकै भइहाल्यो है वेब होस्टिङ तपाईँहरूले पनि पर्सिको प्रोजेक्ट बनाउने बेलामा एटलिस्ट छ भने आफ्नै होस्टिङ गरेर आउनु होला होइन भने यही फ्री होस्टिङ गरेर चाहिँ आउनु होला अनि त्यहाँबाट यहाँ आएर चाहिँ इन्टरनेट जोइन गरिसकेपछि चाहिँ त्यहीबाट चाहिँ ब्राउजरले चाहिँ एन्ड युजरले चाहिँ जसरी देखिन्छ त्यसरी देखिन्छ यति चाहिँ गर्नु होला कहिले कहिले चाहिँ पप र सिमिलरली पप र एसएमटीपीमा डिफ्रेन्स पनि आउन सक्छ अगाडिबाट आउने यति नै भयो एफटीपी आर्किटेक्चर के हो तीनवटा आर्किटेक्चर छ अगाडिको पार्ट यति अब एचटीएमएलमा चाहिँ एचटीएमएलमा सिमेन्टिक र नन सिमेन्टिक ट्यागहरू युज गरेर एचटीएमएल डिजाइन गर्नु होला भने यसैको बारेमा वरिपरि लेख्नु होला भनेको त्योभन्दा पछाडि आइसकेपछि ट्यागहरूमा चाहिँ आइसकेपछि कहिले बेसिक टेक्स्ट फर्मेटिङ ट्याग भन्ला कहिले बोर्डर भन्ला कहिले चाहिँ यतापट्टि डिस्प्ले एक्टिभिटिजका स्ट्यान्डर्ड्सहरू भन्ला है मार्कअप ल्याङ्ग्वेज हाइपरलिङ्कमा चाहिँ एब्सोल्युट र रिलेटिभ के हो यो पनि आउला कहिले ब्लक लेभल इलिमेन्ट इनलाइन इलिमेन्टहरू अब इमेज एसआरसीहरू आउला यो फर्म चाहिँ आउँछ है एचटीएमएलमा फर्म डिजाइन गर्नु होला भनेर फर्म यस्तो खाले डिजाइन इन्टरनलमा पनि फाइनलमा पनि फाइनलमा नि हजुरले निकाल्ने सर क्वेसन है फर्म डिजाइन गर्ने यहाँसम्मको पार्ट चाहिँ यसमा आयो अब सिएसएसमा आइसकेपछि स्टाइल है क्यास्केडिङ स्टाइल सिटमा चाहिँ सिएसएसमा चाहिँ सेलेक्टरको क्वेसन आयो है फाइनलमा नि आयो है फेरि सेलेक्टर भनेर के टाइपका हुन्छन् आइडी सेलेक्टर क्लास सेलेक्टर है यी नर्मल सेलेक्टरहरू ट्याग सेलेक्टर है युनिभर्सल सेलेक्टर है यिनीहरूको बारेमा लेख्ने कुरा आइहाल्छ अनि कलर प्रपर्टिजमा आउन सक्ला कहिले ब्याकग्राउन्ड भनेर आउला कहिले चाहिँ सिएसएस बोर्डर प्रपर्टिज भनेर आउला कहिले डिस्प्ले प्रपर्टिज भनेर आउला डिस्प्लेमा चाहिँ इनलाइन ब्लकमा डिफ्रेन्स भन्नु होला भनिदिनु सक्ला है यो बक्स मोडल 2-3 पटक आइसकेको छ है बक्स मोडल मार्जिन टेक्स्ट है प्याडिङ भन्ने यो चित्र बुझ्यो भने चाहिँ सबै बुझिन्छ यहाँ सिएसएसमा आइसकेपछि पोजिसन यो त यतापट्टि मेनु बनाउने भन्ने यता प्र्याक्टिकलमै आउने भयो मेनु बनाउनुहुन्छ तपाईँले वेबसाइटको अनि डिप फ्ल्याक्स र ग्रिड कहिले डिफ्रेन्सिएट बिट्विन फ्ल्याक्स एन्ड ग्रिड प्रपर्टिज भन्ला है फ्ल्याक्स र ग्रिड प्रपर्टिज भन्ने 189 स्लाइड यसमा सुरुदेखि अन्तिमसम्म सबै एउटैमै हो सबै यसैमा छ नि भयो पठाइदिन्छु है अब त्यस पछाडि जाभा स्क्रिप्टमा आउने बेलामा जाभा स्क्रिप्टमा चाहिँ फर्म भ्यालिडेसन
है। कहिले कहिले चाहिँ गाह्रो सोध्यो भने यहाँ मैले हाइलाइट गरेको छु, रिटर्न फल्स भन्नेलाई हाइलाइट गरेको छु। वाइ रिटर्न फल्स इज युजफुल इन जावा स्क्रिप्ट भन्ला। जस्तो कि तपाईँले युजर नेम र पासवर्ड भ्यालिड गर्नुहुन्छ, भ्यालिड गर्ने बेलामा एक्युरेट भएन भने चाहिँ तपाईँले चाहिँ असली पेज चाहिँ लोड गराउनु भएन। त्यस्तो प्रोसिडियरमा के गर्नुपर्ने हुन्छ, कुनै पनि फङ्सनमा चाहिँ रिटर्न फल्स किन गरिन्छ भनेर सोध्ला नि फेरि है। अलिकति चाहिँ ट्रिकी सोध्यो भने यही सोध्छ, कुनै पनि फङ्सनमा चाहिँ रिटर्न फल्स किन गरिन्छ भने चाहिँ यी अनसब्मिटमा यतापट्टि फङ्सनलाई बोलाएको छ, फेरि यही भ्यालिडेसन गरेको छ, ब्ल्याङ्क दियो भने चाहिँ जम्प गर्न भएन, त्यस कारण चाहिँ रिटर्न 0 गर्नु पऱ्यो, रिटर्न फल्स गर्नु पऱ्यो भन्छ। त्यो रिटर्नलाई ट्र्याक गर्नको लागि चाहिँ फङ्सनमै के गरिन्छ, रिटर्न युज गरिन्छ। यति हो सोधेको यसले, फङ्सनलाई नै रिटर्न रिटर्न गरिन्छ। यो लाइन सोध्न सक्छ फेरि जावा स्क्रिप्टमा चाहिँ सोध्ने यही नै हो। अब पिएचपीमा सोध्ने भनेको, पिएचपीमा चाहिँ पिएचपी प्री प्रोसेसर, पिएचपी किन डाइनामिक प्रोग्रामिङ ल्याङ्ग्वेज हो हेरेर सोध्ला। पिएचपीमा भेरिएबल कसरी बनाउनुहुन्छ भन्ने सोध्ला है। पिएचपीमा फङ्सनहरू कसरी सोध्ला। अनि पिएचपीमा छोड्ने नहुने भनेको डेटाबेस कनेक्टिभिटी है। पिएचपीमा डेटाबेस कनेक्टिभिटी फर्म सप्लाई गरेर डेटाहरू चाहिँ सर्भरमा पठाउने अथवा डेटाबेसमा पठाउने त्यो मेकानिजम चाहिँ कनेक्सन इस्टाब्लिस गर्ने। कनेक्सन इस्टाब्लिस गरिसकेपछि डाटाहरू चाहिँ इन्सर्ट इन्टु टेबल नेम है, इन्सर्ट इन्टु टेबल नेम युज गर्ने। कनेक्सन इस्टाब्लिस गर्ने बेलामा चाहिँ लोकल होस्ट, डेटाबेस नेम, लोकल होस्ट, ब्ल्याङ्क, पासवर्ड सप्लाई गरेर चाहिँ कनेक्ट भन्ने चाहिँ के बनाउने, कनेक्ट.php चाहिँ बनाउने। र त्यसले चाहिँ डेटाबेसमा चाहिँ डेटाहरू चाहिँ डेटाका प्रोपर्टिज हुन्छन्, ती प्रोपर्टिज आइडी भ्यारक्यार बनाउनु पऱ्यो है, नेम भ्यारक्यार बनाउनु पऱ्यो, आइडी चाहिँ आइडी नम्बर बनाउनु पऱ्यो है, के राख्ने हो त्यस्तो चाहिँ यसले चाहिँ भन्छ है। इफ इफ स्टेटमेन्टहरू हुन्छ, लुपिङ प्याटर्न हुन्छ है। कहिले कहिले कन्टिन्यू र ब्रेकमा फङ्सनमा यसरी चाहिँ तपाईँहरूलाई चाहिँ पिएचपीमा चाहिँ गेट र पोस्ट आइहाल्यो। कहिले कहिले डिफ्रेन्सिएट बिट्विन गेट एन्ड पोस्ट यो आयो है फाइनलमा। यो डिफ्रेन्सिएट बिट्विन गेट एन्ड पोस्ट है, गेट र पोस्ट फर्म एक्सनमा चाहिँ बेलामा ब्याकग्राउन्डमा चाहिँ गेट अथवा पोस्ट है। फर्म एक्सन ब्याकग्राउन्डमा चाहिँ गेट अथवा पोस्ट इक्वल ग्लोबल भेरिएबल हो। यो पनि बडे अक्षरमा लेखिरहेछ है। त्यो सेसन पनि यो पनि बडे अक्षरमा लेखेको छ। यो चाहिँ सुपर ग्लोबल भेरिएबलहरू हो। यो तीनवटा चाहिँ सुपर ग्लोबल भेरिएबल हो है। पिएचपी सेसन र उसको पनि डिफ्रेन्स आउला। सेसन एन्ड कुकिज आजै पढाएको सेसन एन्ड कुकिज र डिफ्रेन्स पनि आउला। र अब मैले चाहिँ त लगभग सिलेबसले भनेको पढाइदिएको हो, तर मार्केटमा आउने बेला तपाईँले चाहिँ यहाँबाट चाहिँ अझ माथि आउनुपर्छ। बुझ्नुभयो नि। डेटाबेसमा आइसकेपछि मोङ्गोडीतिर आउनुपर्छ है, जेसनहरूतिर आउनुपर्छ तपाईँहरू डेटाबेसमा। अब यतामा चाहिँ पनि तपाईँहरूले चाहिँ डिफ्रेन्ट टुल्सहरू एजेन्टिक एआईहरूमा चाहिँ तपाईँहरूले चाहिँ काम गर्नुहुन्छ। तर चाहिँ फन्डामेन्टल बेसिक कन्सेप्ट चाहिँ यही नै हो। एचटिएमएल हो, त्यसमा चाहिँ सीएसएस हो, जावा स्क्रिप्ट हो है। वेबमा काम गर्ने हो भने चाहिँ तपाईँहरूले चाहिँ यसमा चाहिँ काम गर्नु पर्यो। र अब चाहिँ जहाँ इन्टरनल जहाँ सकिएको भोलिपल्ट इन्टरनल सकिएको 2 दिन पछाडि कोरी पार्टी ट्रेस लाइट